आज म तपाईहरुका लागि एउटा नयाँ भिडियोको साथमा आएको छु जुन रहेको छ राइट इन्भेस्टमेन्ट 2026 जहाँ रिस्कको साथमा रिटर्न पनि कति रहेको छ साथमा कति आफ्नो अकर्डिङ कस्तो तपाईले रिस्क लिने कति रिटर्न पनि पाइन्छ अहिले मार्केटमा वर्ल्ड वाइड अकर्डिङ यही भिडियोमा आज तपाईहरुका लागि सम्पूर्ण ज्ञान दिनेछु। सबभन्दा पहिला लो रिस्क लो रिटर्न सबभन्दा फिक्स डिपोजिट रहेको छ नेपालको स्टक एक्सचेन्जमा चाहे वर्ल्ड वाइड हेर्दा फिक्स डिपोजिट चाहिँ 3 to 4% एनुअली रिटर्न रहेको छ जसमध्ये गभर्नमेन्ट बन्ड चाहिँ अहिलेको टाइममा 6 to 10% आइरहेको हुन्छ जसमध्ये अर्को चाहिँ रहेको छ जीवन बीमा पनि 5 to 8% मा दिइरहेको छ अहिले मार्केटमा जसमा के छ कि लो रिस्क लो रिटर्न पनि रहेको छ तपाईको रिस्क पनि धेरै नभएको अनि रिटर्न पनि नपाउने त्यतिकै त्यो अर्को रहेको छ मिडियममा चाहिँ गोल्ड एन्ड सिल्भर तपाईले गोल्ड एन्ड सिल्भर को मार्केट हेर्दा अहिलेको टाइममा धेरै हाई रिटर्न अहिले मार्केटले दिइरहेको छ अनि बट त्यो सेफली पनि रहेको छ तपाईको डलर चाहिँ करेन्सी डाउनफल हुन सकिन्छ त्यस इन्भेस्टमेन्ट हो जुन चाहिँ आफ्नो फाइनान्शियली स्टेबल गर्न सकिन्छ साथमा त्यो एउटा एसेट को रूपमा पनि लिन सकिन्छ जसले बीट गर्छ इन्फ्लेसन एन्ड साथमा तपाईको रिटर्न को साथमा अहिले मार्केटमा हेर्दा गोल्ड एन्ड सिल्भर को 8 to 50% जति दिइरहेछ साथमा अर्को रहेको छ इन्डेक्स फन्ड 10 to 15% त्यो पनि दिइरहेको छ यो डिपेन्ड अपन द कंट्री इंडेक्स अफ स्टक मार्केट छ जुन त्यसको इंडेक्स छ त्यसको अकॉर्डिंग त्यो दिइरहेको छ। अर्को रहेको छ चाहिँ स्टक मार्केट एन्ड क्रिप्टो जसको हाई रिस्क एन्ड हाई रिटर्न रहेको छ। स्टक मार्केटमा एकै दिनमा गुड परफॉर्मेंस गर्यो कुनै स्टकले त्यसको रिटर्न हाई जान सकिन्छ और कसैले फल गरिरहेको छ त्यसको न्यूज अनि रिपोर्ट रङ आयो भने त्यसको डाउनफल पनि त्यस्तै अकॉर्डिंग जाने गर्छ। अर्को रहेको छ क्रिप्टो करेन्सी डिपेन्ड अपन द डिमान्ड एन्ड सप्लाई यसको चाहिँ रिटर्न हेर्दा इन्फिनिटिभ टर्ममा हुन्छ जसले पुरै डिपेन्ड अपन द डिमान्ड एन्ड सप्लाई हुन्छ जसको डिमान्ड अगर हाई हुन्छ भने त्यसको रिटर्न पनि धेरै भएर जान्छ इन्फिनिटिभ टर्ममा 10 to 50 60 जति पनि हुन सकिन्छ। त्यस्तै यसको डाउनफल पनि एउटा इन्फिनिटिभ टर्ममा रहेको छ। यसको स्टक मार्केटमा अहिलेको टाइममा 20 to 30% रिटर्न दिइरहेछ धेरै जस्तो स्टक मार्केटले बट क्रिप्टो मार्केटले इन्फिनिटी टर्ममा दिइरहेको छ। तपाईले हेर्न सक्नुहुन्छ 2008 देखि 2025 सम्म त्यसको क्रिप्टोको रिटर्न साथमा तपाईले स्टक मार्केटको पनि त्यो टाइममा हेर्न सकिन्छ साथमा गोल्ड पनि एउटा राइट इन्भेस्टमेन्ट मिडियम खालको सबभन्दा स्ट्रंगेस्ट अहिलेको टाइममा इन्भेस्टमेन्ट रहेको छ। त्यस्तै गरी लो रिस्क लो रिटर्न चाहिँ रहेको बन्ड एन्ड फिक्स डिपोजिट को रूपमा रहेको छ बैंकिङ सेक्टर रहेको छ अहिले। त्यसरी आफ्नो पोर्टफोलियो चाहिँ म्यानेजमेन्ट गरेर राख्नु सबभन्दा धेरै इम्पोर्टेन्ट छ जसले तपाईको फाइनान्शियल बिटी गर्ने गर्दछ अनि साथमा तपाईको इन्फ्लेसन एन्ड राइट प्लेसमा इन्भेस्टमेन्ट हुन्छ जसले तपाईको फ्युचर डिसिजन गर्छ तपाईको आउने लाइफ कस्तो तपाईले जिउन सकिन्छ त्यसले पुरै डिपेन्ड अपन द योर इन्भेस्टमेन्ट गर्न सकिन्छ। जसले तपाईले एउटा रुल लगाउन सकिन्छ 10 20 30 तपाईले 30% हाई रिस्क हाई रिटर्नमा तपाईले इन्भेस्टमेन्ट गर्न सकिन्छ जसमध्ये 20% चाहिँ गोल्ड सिल्भरमा इन्भेस्टमेन्ट मिडियम खालको इन्भेस्टमेन्ट गर्न सकिन्छ सेक्टरमा। अर्को रहेको छ 10% चाहिँ तपाईले बैंकिङ सेक्टरको फिक्स्ड डिपोजिट अनि बन्ड लिन सकिन्छ जसले स्टेबिलिटी प्रोभाइड गर्ने गर्दछ तपाईको एउटा ब्याकबोन बन्न सकिन्छ। यस्तो तपाईले पोर्टफोलियो म्यानेजमेन्ट गर्दा तपाईको फाइनान्शियली फ्यामिली स्ट्रङ भएर जान्छ तपाईले राइट डिसिजन लिन सकिन्छ जसले फाइनान्शियल स्ट्रङबिलिटी प्रोभाइड गरेको अलरेडी हुनेछ। यस्तो भिडियो हेर्नका लागि तपाईले यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथै बेल आइकन दबाउनु होला जसको नोटिफिकेसन तपाईलाई कुनै रिलेटेड इन्भेस्टमेन्ट सँग छ जुन चाहिँ तपाईलाई सही टाइममा जाने गर्दछ।